हेलो गाइस, आजको ब्लगमा हजुरलाई स्वागत छ। आजको ब्लगमा चाहिँ मैले हाम्रो करेसाबारी टुर गराउँदैछु। ब्लगलाई लास्टसम्म हेरेर साथ दिनु होला। चाहिँ हो हाम्रो करेसाबारीको ड्र्यागन फ्रुट। अनि यो चाहिँ हामीले अस्ति भर्खर यसको टुप्पो काट्दिएको थियौँ। अनि यहीबाट चाहिँ अहिले नयाँ सानो प्लान्ट फेरि ग्रो गरेको छ। हेर्न सक्नुहुन्छ यति ठुलो भइसकेको छ हाम्रो ड्र्यागन फ्रुट। अनि त्यसैको छेउमा चाहिँ छ यहाँ बेलौती। अनि यो बेलौतीमा चाहिँ अहिले फुल फुलिरहेको छ। अब फल्ला 2-4 महिनापछि अझै, तर अहिले चाहिँ यसमा फुल फुलिरहेको छ। अनि यहाँ चाहिँ छ बोडी। यहाँको बोडी चाहिँ अहिले अलि फलेको छैन। अनि यहाँ चाहिँ छ लौका, हेर्न सक्नुहुन्छ लौकाको झाल। अनि यहाँ चाहिँ लौका फलेको छ। कति ठुलो भएको छ लौका चाहिँ। यहाँ पनि फलेछ है। अनि यहाँ पनि फलेछ। अनि यहाँ चाहिँ छ टमाटरको बोट। सानो सानो टमाटर फलेछ यहाँ चाहिँ अहिले, हेर्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ छ हाम्रो प्याज। कति राम्रो प्याज फलेछ यसपालि चाहिँ, हेर्नुहोस् है त। अनि यहाँ चाहिँ खुर्सानी छ। यो चाहिँ डल्ले खुर्सानी हो है। यो चाहिँ डल्ले खुर्सानीको बोट हो। यहाँ एउटा सानो डल्ले खुर्सानी फलेछ है। यो चाहिँ कवेलीको झाल हो, तर यो अहिले फलेको छैन। अनि यहाँ चाहिँ कति क्युट फ्लावरहरू छ। त्यता पनि छ। अनि त्यसलाई चाहिँ हामीले घडी फुल भन्छौँ। हजुर के भन्नुहुन्छ? अनि यो चाहिँ हाम्रो पुरै करेसाबारी हो, हेर्न सक्नुहुन्छ। अनि करेसाबारीबाट यता निक्लिने ठाउँमा चाहिँ हाम्रो रोजको बुट्टो छ, तर अहिले चाहिँ यो रोज फुलेको छैन। नयाँ हाँगा मात्र पलाएको छ। यहाँ चाहिँ फुलेको चाहिँ छैन। यहाँ पनि खुर्सानीहरू चाहिँ छ। अब हामी यहाँबाट निक्ल्यौँ। यहाँ चाहिँ हामीले गमलाहरूमा यस्तो डब्बाहरूमा चाहिँ राम्ररी रियुज गरेर फुलहरू लगाएको छौँ। यो चाहिँ न्यू प्लान्ट लगाएको हो। अनि यो चाहिँ फुलेर भइसक्यो। यो चाहिँ फुल्दैछ अझै। यो पनि न्यू प्लान्ट हो। सबै न्यू प्लान्ट हो। यिनीहरू चाहिँ धेरै फुले छैनन्, त्यही भएर। अनि यो वाला चाहिँ फुलेर सकिसक्यो। अनि यति फुलिरहेछ। यहाँ पनि फुलहरू छन्, यसरी लगाएको छ। अनि यहाँ चाहिँ एउटा रोज फुलेको छ। हेर्नु त कस्तो क्युट रोज। यहाँ पनि फुल्न लाग्छ अब। अनि यो चाहिँ घडी फुल हो तलको। यो चाहिँ निमको बुटो। अनि यहाँ चाहिँ हाम्रो झन्डा छ एउटा नेपालको। अनि यहाँ चाहिँ हाम्रो केराको बुटो छ, हेर्न सक्नुहुन्छ। अनि यो चाहिँ केरा यहाँ अहिले पसा छ। यसलाई चाहिँ हामीले केराको घारी भन्छौँ, हेर्नुहोस्। अनि यहाँ चाहिँ उखुको बुटो पनि छ है। अनि अलि पर जाने भने चाहिँ त्यहाँ मेवाको बुटो पनि छ, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ एउटा सानो कागतीको बुटो पनि लगाएको छ। अनि यो चाहिँ घिराम्लाको बोट हो। तपाईँहरू हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ सानो सानो घिराम्ला अब फल्न सुरु गर्दैछन्। अनि यो चाहिँ हो हाम्रो आँपको बुटो, हेर्न सक्नुहुन्छ। कस्तो राम्रो आँप फलेको छ यहाँ चाहिँ। अनि मैले गर्दा चाहिँ भर्खर एउटा आँप खस्यो। कहाँ खस्यो? एउटा आँप खस्यो। र यो मैले गर्दा चाहिँ भर्खर दुईटा आँप खस्यो। अनि यो चाहिँ मेरो हजुरआमाले थाहा पाउनुभयो भने चाहिँ मलाई मार्नुहुन्छ, मेरो दाँत झरालिदिनुहुन्छ। अनि यहाँ चाहिँ छ काँक्राको बुटो। अनि यहाँ चाहिँ कति धेरै काँक्रा फलेको छ, हेर्न सक्नुहुन्छ। अर्ग्यानिक काँक्रा हो यो चाहिँ। दबाई सबाई केही पनि नहालेको, एकदम प्योर राम्रो काँक्रा। कति धेरै फलेको छ काँक्रा चाहिँ। बतिलै छन् अझै त, तर पनि यो अब ठुलो हुन्छन् पछि गएर। हामीले चाहिँ लगभग 4-5 चोटि टिपेर खाइ त सक्यौँ। अनि अहिले चाहिँ यो बल्ल नयाँ सानो हुँदैछन्। अनि यहाँ चाहिँ करेलाको बोट छ, हेर्न सक्नुहुन्छ। यहाँ पनि सानो सानो करेला फल्दैछ है, हेर्नुहोस्।
यो चाहिँ सबै करेलाको झाल हो। यहाँ चाहिँ कोरिलोको बुटो छ, हेर्न सक्नुहुन्छ कति धेरै कोरिलो फलेको छ यहाँ चाहिँ। अनि यहाँ चाहिँ यत्रो लामो बोडी पनि फलेको छ। यी बोडी पनि अब यहाँ फल्दै छ नि। आँप त यहाँ पनि खसेको रहेछ नि। अनि यो चाहिँ हो हाम्रो अमलाको बुटो। अनि हाम्रो चाहिँ यो हो हाम्रो करेसाबारी, सबै हेर्न सक्नुहुन्छ। अनि हाम्रो करेसाबारीमा यत्रो धेरै तरकारी फल्नु भनेको हाम्रो अर्ग्यानिक मल भनेको चाहिँ यो हो। यसले गर्दा हाम्रो तरकारीहरू कति धेरै फलेको छ। हाम्रो बारीको सबै तरकारी फलफुलहरू हार्भेस्ट गरेको भिडियो हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला। आगामी दिनहरूमा पनि हामी यस्तै यस्तै भ्लग ल्याइरहनेछौँ र हजुरहरूले माया र सपोर्ट गरिदिनुहोला।